न हाउस सुना भनेछु कि मैले ढुकाटीको है के छ मेरो दाजुभाइहरूसँग चाहिँ आरामै हुनुहुन्छ होला है म पनि ठिकठाक छु जस्ट भर्खर उठेको अनि ड्युटी जानु पऱ्यो नि त अब चाहिँ परेको टाइम भइसकेको छ हाम्रो चाहिँ अनि भरे चाहिँ भर्खर ड्युटी हिँड्न लागेको जस्ट आज चाहिँ फेरि मन्डे बिहान चाहिँ एक कटन दिएर आएको हामी चाहिँ बिहान त्यस्तै गयो कटिङ सटिङ गयो एन्ड चल्दै चलेन नि त त्यही भएर चाहिँ हामी चाहिँ मोबाइल नि कटिङ गरेर मात्र आएको अब चाहिँ त्यस्तै अब भएर जानु अहिले जानु पऱ्यो एकछिनमा अब हेरौँ कस्तो हुन्छ माहौल चाहिँ रातो चाहिँ अनि पार्किङ गरेपछि साथी हल्का गाडी छ एन्ड त्यही हो अब त्यहाँबाट निस्किनु पऱ्यो साथीहरू चाहिँ गएर फेरि पऱ्यो पार्टी पनि छ फेरि एउटा आज चाहिँ अहिले हाम्रो चाहिँ केही छैन अब त्यही हो ढिला गरेर निस्किनु पऱ्यो ढिला नगरिकन अनि साथीहरू चाहिँ अब गइसक्यो म पनि जानु पऱ्यो नि त एन्ड अब उतै गएर भेट्नु आज फेरि एउटा फ्रेस कन्ट्रोल पनि छ फेरि आज एन्ड फ्रेस कन्ट्रोल एन्ड सबै कुराहरू जिसी भोलि भइहाल्छ आज फ्रेस कन्ट्रोल गरेर आज हल्का फुल्का काम गर्नुपर्ने हुन्छ त्यसपछि चाहिँ निस्किहाल्नु पर्ने हुन्छ यार आज पनि कामसाम केही हुँदैन ओके भाइ अब चाहिँ यहाँबाट निस्किनु पऱ्यो एन्ड उतै गएर चाहिँ अब भेट्नुपर्ने हुन्छ अब हामी चाहिँ अब रोडहरू सबै खाली छ जम्मै भन्ने अरे कि जम्मै त के हुन्थ्यो खाली एन्ड त्यही हो निस्किनु पऱ्यो आजतिरको माहौल चाहिँ बबाल नै मजा आउँछ यार टक्क हेर्नुहोस् दामी भ्यू आउँछ कि होइन घाम पनि उताइसकेछ नि त एन्ड त्यही भएर चाहिँ बबाल मजा आउँछ क्या अनि यतातिर हाम्रो होटल भइहाल्यो अनि यतातिर यस्तो ताल छ फ्याटेको गाइस जानु पऱ्यो होटलतिर होटल पनि नजिकै छ नि त अनि पुग्न पनि टाइम लाग्दैन नि त हामीलाई चाहिँ अनि एक्ज्याक्टली त्यही भएर चाहिँ नजिकै होटल काम गर्न चाहिँ मजा नै आउँछ क्या ओके फाइनली गाइस जस्ट हामी चाहिँ पुगिसक्यो गाडीले अस्ति झन्नै ठोक्दै नि मलाई हेर्नेर माग कसम यार अब त्यही सामानहरू सबै ओसार पसार गर्नुपर्छ तलदेखि माथि माथिदेखि तल त्यही आज काम पार्किङ त ओन्ली खाली छ हल्का फुल्का गाडीहरू छ अनि यतातिर पनि अरू कुरा त त्यस्तै ओके जस्ट न्युजको इन्टरचार एकमाथि 3मा पुग्दै क्या ठिक छ अब त्यही हो माथि जानु पऱ्यो कपडा सपडा चेन्ज गर्नु पऱ्यो एन्ड काममा हेर्नु पऱ्यो घरका कटिङ सटिङ गर्नुपर्ने छ अनि त्यो सकाएपछि अनि सबै सामानहरू तल ल्याउनु पर्ने छ स्टोरमा त्यसपछि चाहिँ बेसी फ्रेस कन्ट्रोल फाइनली गाइस आएर पनि कामसाम गरेर पनि सबैकै सामान सबै ओसारिसक्यो तल चाहिँ अब मैले पनि लिनुपर्ने छ दाइले चाहिँ लगेर गर्छ बट अब हल्का सल्का सरसफाइ गर्नुपर्ने छ अनि त्यति साह्रो त क्लिन गर्नु पर्दैन आज चाहिँ हामीले चाहिँ किनकि भोलि आएर जिसी गर्ने हो नि त एन्ड त्यही भएर चाहिँ त्यति साह्रो चाहिँ क्लिन गर्नु पर्दैन आज अब त्यही हल्का साफसुफ देखावटी मात्र गरेर चाहिँ अनि खानासाना खाएर चाहिँ एन्ड हामी जानुपर्ने हुन्छ रुमतिर बट अहिले चाहिँ म चाहिँ लास्ट लागिरहेको थियो केदेखि लागिरहेको थियो योवाला त्यो चाहिँ दिन जानु पऱ्यो फर्स्टमा चाहिँ लास्ट टाइपतिर राखेर बसिरहेको थियो क्या फर्स्टमा चाहिँ जाउँ त्यो दिएर आएर चाहिँ अनि भेट्नुपर्ने हुन्छ खतरा मिनट राखेको छ नि फेरि यहाँ बेसिटहरूमा पक्का होइन दामी पछाडि चाहिँ बाथरुम भइहाल्यो एन्ड के देखाउनु कि बाथरुम पनि होइन त खत्रै छ फेरि बाथरुम पनि होइन देखाउने लायकको चाहिँ छ फेरि बाथरुम चाहिँ हाम्रो बट त्यही हो हल्का फ्रेस हुनु पऱ्यो मुखसुख हुनु पऱ्यो अनि त्यसपछि खानासाना खाएर चाहिँ रुमतिर जानुपर्ने हुन्छ एकछिन अनि किचनको माहौल चाहिँ के कस्तो छ त्यो चाहिँ देखाउँछु मैले ओके फाइनली गाइज जस्ट फ्रेस भएर चाहिँ आएको अनि यहाँनिर चाहिँ बसिरहेको क्या मलाई मजाले क्या अनि किन बसेको भन्दा चाहिँ आफै कुरा गरेर हातमा छ एउटा हातमा रोड छ अर्को कल्तीमा यसरी सोसल्टी हेर चलन चल्तीमा ठिक छ अब त्यही माथि गएर माहौल हेरेर भ्याक्सिन कस्तो छ होइन सबै सामान सबै हान्दैछ तल अनि तलको स्टोरमा लगेर राखेको छ सबै सामानहरू एन्ड भोलि अब त्यही हो 12 बजीतिर आउनुपर्ने हुन्छ मजाले सुत्नुपर्छ भोलि चाहिँ हल्का एकछिन 1 घन्टा लेट सुत्नुपर्ने सरी 1 घन्टा मजाले एक्स्ट्रा सुत्नुपर्ने हुन्छ हामीले चाहिँ भोलि अरू कुरा त्यस्तै हो गाइस किचन हेरौँ पहिला माहौल चाहिँ कस्तो छ किचनको एन्ड त्यसपछि चाहिँ खानासाना खाएर चाहिँ रुमतिर जानुपर्ने हुन्छ अनि अब भोलि त देसी भइहाल्यो बिहान मर्निङमा चाहिँ बन्द हुन्छ अनि एन्ड साँझतिर जाल हुन्छ त्यसपछि चाहिँ छुट्टी हेरौँ भयो भने ठिकै छ भएन भने दाइले चाहिँ छुट्टीको ठेगानै लाउँदैन कि मन लाग्यो भने दिन्छ मन लागेन भने दिँदै दिन्न कि छुट्टी चाहिँ त्यो सिचुएसन भइरहेको छ होइन तर ठिक छ काम गर्नुपर्ने हुन्छ भने हामीले चाहिँ माथि फेरि अर्डर चलिरहेको छ कि अहिलेसम्म पनि चल्दैन भनेको बिहान विदाउट अर्डरको गर्थ्यो नि त हामीहरू चाहिँ अहिले चाहिँ चलिरहेको छ अब त्यति खत्रै आएको बिहान आउने बित्तिकै चाहिँ कति 6वटा थाई ग्रिन करी आएको थियो एन्ड 2टा स्टिम राइस पार्सलकै सिक्दै अनि तन्दुरकोहरू पनि आएको थियो लास्ट बिटी थियो आज चाहिँ हल्का अब त्यही हो अब जाउँ माथिको किचन सिचन हेर्नुपर्ने हुन्छ एन्ड त्यसपछि चाहिँ अनि खानासाना खाएर चाहिँ रुमतिर पल्टिहाल्नुपर्ने हुन्छ क्याब लगाएर चाहिँ पुरै यहाँ पुरै छाप बसेछ यार
कस्तो टाइट हुन्छ नि यो क्याप चाहिँ जम्माले जाउँला अब सिडीबाट मस्तसँग हाल्छ कि झन् कहिले चाहिँ पाल्नु हुन्छ फेरि छ होइन हाउस सुना भनेको छु कि मैले डुकाटीको है ओके फाइनली जस्ट भर्खर पुगेको यारमा चाहिँ अनि त्यो बाटोमा आउँदै थियो नि त हामी चाहिँ एन्ड त्यो बाइकलाई मैले धेरै दिनपछि नोटिस गरेर राखेको थिएँ कि मैले चाहिँ अनि त्यहाँनिर आइरहेको हुन्छ कि त्यो मान्छे चाहिँ अनि बट डुकाटी बाइक हो नि त त्यो चाहिँ अनि त्यसको भोइस चाहिँ कडा नै थियो कि बट मैले भने चाहिँ स्मोक गरिरहेको थियो नि त त्यो मान्छे चाहिँ अनि मैले भनेँ दादा हवस् सुना त बस लास्ट देखिरहेको थिएँ अस्तिदेखि खतरा छ नि बाइक पनि होइन लुक्स पनि खतरा छ क्या त्यसको त्यो डुकाटीको के होइन अनि मैले भने आवाज सुनाइदिएँ नि त अनि आवाज चाहिँ बवाल खतरा अनि हजुरलाई कस्तो लाग्यो त क्या आवाज चाहिँ त्यसको न मतलब त्यसले रेस चाहिँ पुरै दिएको थिएन क्या नत्र पुरा दिएको चाहिँ पड्किन्थ्यो भने कि त्यसको साइलेन्सर चाहिँ पट 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 तर यहाँ चाहिँ पड्काइरहेको हुन्छ कि मान्छेहरूले खतरा क्या भर्खर आएको हेर फ्रेस फ्रेस हुनु पऱ्यो तर बाइकको सोकिङ चाहिँ मलाई पनि लास्ट सोकिङ हो म पनि बाइकको त है लास्ट सोकिङ हो बाइकको चाहिँ तर होइन अब छैन आफूसँग गर्न त्यही भएर चाहिँ आफ्नो के भन्छ रहरहरूलाई चाहिँ दबाएर चाहिँ राख्नु परेको छ क्या खासमा चाहिँ त्यो हो क्या किनकि अब भन्न पनि सकेन नि त अब घरवालाहरूलाई होइन मलाई बाइक चाहियो यो चाहियो त्यो चाहियो आफूले भन्न पनि सुट पनि गर्दैन कि सुहाउँदैन त्यो कुराहरू चाहिँ होइन बट अब आफू जब सक्सेस भइहाल्यो होइन अनि त्यो दिन चाहिँ एउटा किन्नुपर्छ तर राम्रो जस्तो होइन आफूले चढ्नै रहेको आफूले जति सकिन्छ त्यो खालको चाहिँ किन्नुपर्छ नकिन्ने होइन होइन तर ठिक छ तर कहिले किन्ने तर त्यो चाहिँ थाहा छैन गाइज तर एउटा चाहिँ किन्नै पर्छ बिस्तारै लेभल मिलाएर चाहिँ ठिक छ गाइज अब अरू कुराहरू त त्यस्तै होइन अब फ्रेस पनि हुनु पऱ्यो होइन फ्रेस कन्ट्रोल चाहिँ भइसक्यो होइन अब भोलि चाहिँ बिहानको घर चाहिँ अब जिसी गर्नुपर्ने छ अनि त्यही हो जिसी गरेर चाहिँ अब भोलि चाहिँ अब हल्का ढिलो नै जानुपर्छ किनकि हल्का अब कामसाम केही हुँदैन भोलि चाहिँ त्यति साह्रो आफ्नो जाने कटिङ सटिङ गर्ने अब जिसी गर्ने अनि त्यही हो आउने खाना खाएर चाहिँ आउने त्यति नै हुन्छ हाम्रो चाहिँ अनि बट अरू कुरा चाहिँ अर्डर चल्दैन आला कार्ड बन्द हुन्छ मर्निङमा चाहिँ हाम्रो चाहिँ त्यति चाहिँ सही लाग्छ कि जिसीको चाहिँ हामीलाई चाहिँ किनकि अरू ठाउँ चाहिँ होइन सन्डेको दिन यही केटाहरूको पनि सन्डेको दिन चाहिँ जिसी भइदिन्छ कि जुन दिन धेरै चल्ने दिन हुन्छ त्यो दिन चाहिँ जिसी भइदिन्छ कि केटाहरूको चाहिँ केटाहरूले भन्छ कि हाम्रो ड्युटी पनि क्या दामी छ त्यो कुरा गरेर कुरेको दुःख हुन्छ होइन ठिक छ गाइस आजको ब्लग चाहिँ मैले त्यतिरै हिँड्नु पर्न चाहेँ होइन किनकि अब टाइम पनि भइसकेको छ हल्का फ्रेस हुनु पऱ्यो अनि आजको ब्लग चाहिँ के कस्तो लाग्यो सो प्लिज कमेन्ट गर्नु होला अनि जसले च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्नुभएको छैन भने प्लिज लाइक एन्ड सब्सक्राइब गर्ने साथ अनि सपोर्ट चाहिँ माया देखाइदिनु होला आज भोलि चाहिँ के साह्रो ह्यान्डसम देखेको कि म चाहिँ आफैलाई लाग्छ कि ह्यान्डसम ठिक छ गाइस बाई बाई टेक केयर हस् जे नेपाल